हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ म र मेरो बहिनीको ट्विन्स स्टोरी लिएर आएको छु हैन। अनि ट्विन्सको मात्र कुरा त हुन्न कि अरु हामी सबै फ्यामिलीकै कुरा हुन्छ हुन त, तर पनि स्पेशल ट्विन्सको हैन। अनि म र मेरो बहिनी चाहिँ ट्विन्स जन्मियौं हैन। त्यसपछि चाहिँ दिदी के भयो भन्दा म र मेरो बहिनी ककला छुट्टाको अरे। सिताब चाहिँ नभन्ने ऊ चाहिँ मेरो बहिनी अनि अर्को ललिता चाहिँ दिदीको बहिनी बनाइरहेको थियो मम्मीले, किनकि हामी हेर्नै नमान्ने नि त बहिनीहरू। अनि जति बेला पनि खेल्न हिँड्ने, अनि त्यसपछि खेल्न हिँड्दैपछि अनि बहिनीहरूलाई त हेर्नु पर्यो नि त, सानो सानो छन् लड्छन् भनेर। त्यति बेला भाइ जन्मेको थिएन। अनि ऊ चाहिँ मेरो बहिनी अनि ललिता छ अर्को। ललिता चाहिँ दिदीको बहिनी, दिपिका दिदीको बहिनी छ हैन। बहिनी बनाइदिनु भएको थियो मम्मीले। अनि त्यसपछि मलाई चाहिँ उसको अति माया लाग्थ्यो कि सानैदेखि मेरो बहिनी भनेर। अनि त्यस पछाडि होइन, माया त सबैको हुन्छ तर उसको अति धेरै माया लाग्थ्यो किनकि बहिनी छुट्याइदिएको थियो नि त। अनि बहिनी छुट्टा भएर चाहिँ माया लाग्यो कि नछुटाउँदा नि मेरो धेरै लाग्थ्यो। त्यस्तो होइन कि सानैदेखि बहिनी भनेर छुट्याइदिनु भएको थियो। अनि एउटाले एउटाको बहिनी मात्र हेर्ने के, दुईटा बहिनीले नहेर्ने, ऊ रोयो भने पनि नहेरिदिने, उसले हेर्नुपर्ने, त्यस्तो खालको के। अनि त्यस्तो गर्थ्यौँ बच्चा, हामीलाई याद हुनुपर्ने है। अनि बच्चाको बेला के हाम्रो त गोठ थियो के बस्ने, अनि बस्ने गोठ थियो। अनि त्यसपछि त्यो गोठ हामी घरै हो तर हामी गोठ भन्थ्यौँ होइन, घरै हो तर हामी चाहिँ गोठ भन्थ्यौँ। अनि त्यस पछाडि पहिलेदेखि क्या हजुरबाको पालादेखि नै गोठ भन्ने रहेछन् त्यसलाई। अनि त्यसपछि हामी पनि गोठै भन्थ्यौँ। अनि त्यसपछि त्यो गोठमा हामी बस्थ्यौँ, तर त्यहाँ खाना मात्र खान बस्थ्यौँ होइन, सुत्ने काम चाहिँ हामी घरमै गर्थ्यौँ। अनि त्यस पछाडि त्यहाँ गोठमा के अरे त्यो त्यहाँ गोठमा चाहिँ ऊ थियो क्या, के अरे कुडेहरू पकाउने त्यस्तो गर्थ्यौँ। अनि त्यस पछाडि उसले त्यो कुडे पकाउँदाखेरि पहिला त फलामको पुन्यु हुन्थ्यो नि त। अनि त्यो फलामको पुन्यु तताएर कसरी तताएको है, आगोमा के तालको आयो होला, आगोमा होइन, आगोमा फलामको पुन्यु तताएर त्यो फेरि त्यस्तै पातो नै आगोमा के हेरी गएको भन्ने चाहिँ हुन्थ्यो। हस्पिटल त्यस्तो खालको हुँदैन थियो। त्यही पनि त्यो हेल्थ पोस्टहरूमा पनि डक्टरहरू कहिले हुने कहिले नहुने, डक्टरहरू कहिले हुने कहिले नहुने भन्दा पनि डक्टरहरू कहाँ कहाँ डुलिरहनु हुन्थ्यो के, जहाँ बिरामी हुन्छ त्यही बोलाउने त्यस्तो गर्नुहुन्थ्यो। अनि त्यसपछि डुलिरहनु हुन्थ्यो। अनि डक्टर पनि थिएन टाइममा पनि, उपचार नपाउने गाउँमा त्यस्तै त हो नि। अनि त्यस्तो उपचार। अनि त्यस पछाडि आमाले, मेरो हजुरआमाले चाहिँ के भन्नुभएको थियो भने अब यो बाँच्दिन, अब यो मर्छ, अब यसलाई लर फ्यालिदिँदा हुन्छ, यस्तो भन्नुभएको थियो हजुरआमाले चाहिँ। अनि त्यस पछाडि मलाई याद छ त्यति भने चाहिँ। अनि म यति रोएँ मेरो बहिनीलाई यस्तो काम्रो लाउनु पर्थ्यो यस्तो उ गरेर गाइज। अनि त्यसपछि त्यो काम्रोले गर्दा हात सोझो हुन्थ्यो। अहिले भनेको जमाना कहाँबाट कहाँ पुग्यो, जति उपचार गर्दा पनि रोग भेटिँदैन भन्छन् अहिले मान्छेलाई लागेको रोग। पहिला गाउँमा जडीबुटी खाएर रोग जान्थ्यो है, त्यस्तो छ होइन। अब त्यसपछिबाट अब एकैचोटिमा ठुलो भएपछि कुरा भन्छ होइन। काठमाडौँ आएपछि, काठमाडौँ आउँदाखेरिको कुरा भन्छ न। हामी तिमीहरू गाउँ गएको थिएन हामीलाई लिनलाई काठमाडौँ आउँदा? कहिले? तर दिदी नै आइसकेको थियो नि त। दिदी त हामीभन्दा अगाडि आएको नि, गाउँ छोडेर के, गाउँ नै छोडेर हामी काठमाडौँ आउँदाखेरि के बितासै सर्दा बसै सर्यो मान्छेहरूलाई सामानहरू बोक्न बोलाएर त्यति बेला गएको थिएन। अनि हामी गाउँ छोडेर आउने कुरा भएको रहेछ होइन। हामीलाई त थाहा पनि थिएन, त्यस्तो केही पनि थाहा हुन्थेन। अनि त्यसपछिबाट म त गाडी चढेकै थिएन, मैले गाडी त देखेकै थिएन। अनि नेपाल थोकसम्म हिँड्दै आउनु पर्ने रहेछ होइन। बाटो यस्तो ओ माई गड, मलाई त त्यति बेला त्यो बाटोहरू पनि सबै याद थियो कि, त्यति सानो भए पनि त्यो बाटोहरू यस्तो अप्ठ्यारो कि।
अनि हिँडेर आउँदाखेरि माथि भिर अनि यति बाटो यति मात्र हिँड्ने बाटो अनि तल फेरि खोला कि त्यस्तो बाटो थियो नेपाल थोकबाट आउँदाखेरि हिँडेर गाडी पनि जान्थेन अनि त्यसपछिबाट हामी गाउँ छोडेर हिँड्ने भनेर सबैजना मान्छेहरू बोलायौँ सामानहरू बोक्न ओर्न आउनुभयो उहाँहरू बोकेर नि हिँड्नुभयो अनि हामीलाई पछि पछि सक्ने ठाउँसम्म थोरै हिँडाउँदै थोरै बोक्दै किनकि हामी धेरै सानो थियौँ नि त त्यति बेला त्यसरी आयौँ अनि त्यसरी आइसके पछाडि अनि हामी नेपाल थोक आयौँ अनि बस चढ्यौँ बस चढिसकेपछि बस चढ्ने भनेर आँट्नु भयो होइन मलाई त के हो बस हो कि के हो अहिले त भए पो थाहा हुन्थ्यो अहिलेको बुढाहरू कति स्मार्ट हुन्छन् बच्चाहरू है हामीले त्यति बेला अब केही थाहा नै नहुने भने चाहिँ धेरै सानो थियौँ अनि चढ्न पनि डर लाग्यो होइन अनि म हिँड्न चाहिँ सक्ने थिएँ जे होस् अलिअलि अनि म यति धेरै कुदेँ गाई चाहिँ यति धेरै त बस चढाउँछन् भनेर कि थाहा नै थिएन अनि यति धेरै कुदेँ होइन अनि मलाई भेटाइहाल्छन् होइन बच्चा हो अनि चप्पलै छोडेर पनि कुदेँ चप्पलले पनि हाने म चढ्दिनँ बस्छ जान्न भनेर कति गरेँ होइन तर आखिरमा चढ्नै पर्यो चढ्न त लास्टमा होइन बस चढ्ने बेला त्यसो गऱ्यौँ अनि हामी काठमाडौँ आयौँ काठमाडौँ आइसकेपछि हामी स्कुल जान्थ्यौँ तर स्कुल चाहिँ हामी त्यस्तो गाउँहरूतिर जस्तो त कहिले स्कुल जाने कहिले आधी पिरियड पढेर भाग्ने अनि कहिले स्कुलै नजाने भन्ने हामीलाई त्यस्तो चाहिँ थाहा थिएन होइन किनकि हामी रेगुलरै स्कुल जान्थ्यौँ कि जति बिरामी भए पनि स्कुल चाहिँ जान छोड्दिनथ्यौँ अनि जेसुकै होस् स्कुल जान चाहिँ छोड्दिनथ्यौँ अनि म र मेरो बहिनी सँगै हुन्थ्यौँ अब सँगै ऊ चाहिँ पहिल्यैदेखि 1मा पढ्दा म नर्सरीमा हुन्थेँ अनि हामी यसरी पढेको थियौँ अनि ऊ 2 क्लासमा हुँदा म 1 क्लासमा यसरी पढेको थियौँ पहिल्यैदेखि अनि त्यसपछिबाट हामी ठुलो भयौँ होइन अनि त्यसपछिबाट हामी बच्चैदेखि सँगै हो कि एक दिन पनि काहीँ पनि नछुट्टिने के त्यस्तो थियौँ अनि त्यस्तो भइसके पछाडि अनि हामी स्कुल जाँदा ओर्दा कलेज जाँदा पनि सँगै है हामी एउटै स्कुलमा पढ्थ्यौँ ऊ 12मा पढ्दा म 11मा पढ्थेँ अनि ब्याचलर पढ्दा नि सँगै पढ्ने भनेर अनि हामी यहाँ उसमा कोलम्बस जोइन गरेर गएको पनि थियौँ है कति टाइम फोटो भिडियोहरू पनि छ मसँग गएको थियौँ अनि त्यसपछिबाट फर्स्ट इयर चाहिँ पढ्यौँ त्यसपछि त ऊ विदेश गइहालेँ अनि मलाई पढ्न जाने मन लागेन एक्लै अनि कलेजै गइएन होइन अनि हामी सुत्दाखेरि पनि सँगै उठ्दाखेरि पनि सँगै नुहाउँदाखेरि पनि सँगै सुत्दाखेरि पनि सँगै सबै सँगै होइन अनि एक दिन ऊ मसँग सुत्न पाइनँ भने म उसँग सुत्न पाइनँ भने कतै गएको छौँ भने बिहान आएर भए पनि सुत्ने कि ओछ्यानमा सँगै एकछिन चाहिँ सुतेरै उठ्ने कि त्यस्तो थियौँ अनि खाँदाखेरि ओर्दाखेरि अनि बिरामी हुँदाखेरि पनि फेरि सँगै हो नि म आज भइछ भने ऊ भोलि कि पर्सिबाट हुन्थेँ ऊ आज भएको छ भने म कि भोलि कि पर्सिबाट हुन्थेँ अनि सबै कुराहरू एकदम धेरै मिल्छ है हाम्रो त अनि केही कुराहरू सोच आएको छ भने केही कुराहरू त्यस्तो छ भने चाहिँ सबै मिल्छ होइन अनि त्यसपछिबाट बहिनीको इन्गेजमेन्ट भयो अनि इन्गेजमेन्ट भइसके पछाडि अब विदेश जाने भनेर जोइ विदेशमै हुनुहुन्थ्यो अनि त्यसपछिबाट विदेश जाने भनेर त्यही तयारीमा थियौँ अनि उसको भिजा पनि आयो अनि त्यसपछिबाट हामी घुम्न पनि फ्यामिली है कति ठाउँमा गयौँ घुम्नलाई अनि रमाइलो पनि गऱ्यौँ होइन अनि केही पनि लागेको थिएन कि गइहाल्छ के भयो त भनेर झन् एक्साइटेड चाहिँ भएको थियो कि ऊ विदेश जाने बेलामा त्यस्तो केही पनि लागेको थिएन गइहाल्छ आइहाल्छ भेटिहालिन्छ कुरा भइहाल्छ बोलिहालिन्छ यत्रो टाइमसम्म नभेट्ने भन्ने त्यस्तो लाग्थेन होइन नगइन्जेलसम्म त अनि त्यस्तो तँ जानुभन्दा अगाडि त म हाँसिरहेको पनि थिइनँ त्यस्तो छुट्टिन लागेको फिल पनि भएको थिएन होइन अनि ऊ गइसकेपछि चाहिँ अनि मलाई उसको आज भोलि पर्सि निकर्सी दिन दिने अब सँगै भएपछि त ट्विन्स भएपछि माया कति धेरै हुन्छ सोच्नु होला तपाईँहरू आफै मलाई फ्यामिलीमा अहिले पनि सबभन्दा धेरै माया उसकै लाग्छ है म उसको लागि जे पनि गर्न रेडी के जे पनि म मरेर ऊ बाँचे भने पनि उसको लागि त्यो पनि गर्न रेडी के म चाहिँ त्यस्तो त्यो ट्विन्स भएपछि त्यस्तो हुँदो रहेछ दुवैजना त्यस्तै एकजना मात्र हैन दुवैजना त्यस्तै ऊ पनि त्यस्तै हो म पनि त्यस्तै हो हैन अनि म कहिले काहीँ यसो ऊ भयो भने मुड अफ भयो भने यहाँ जाउँ भन्दाखेरि उसले भन्दाखेरि पनि जाने मैले भन्दा पनि जाने यहाँ घुम्न जाउँ भन्दा पनि हुन्छ यस्तो थियौँ कि अनि जहाँ पनि उस्तै सोच ट्विन्स भएपछि उस्तै सोच आउने रहेछ उस्तै सोच आएपछि मिल्ने के सबै कुरा अनि हामी दिदीलाई एक्लै छोडिदिएर है
दिदीलाई चाहिँ एक्लै छोडेर अनि हामी घुम्न जाने ओर्ने गर्थ्यौँ। अनि कसैको बेसे पर जानु पर्यो भने नि 2 जना चाहिँ सँगसँगै हुन्थ्यो, दिदी एक्लै हुन्थ्यो कि। अनि मलाई चाहिँ एक्लै नछोड्दै आउनु भन्थे होइन। अनि त्यसपछिबाट सँगै हुन्थ्यौँ कि। अनि त्यस्तरी हिँड्थ्यौँ हामी। अनि उसले पनि मेरो लागि अति नै गर्ने, मैले पनि उसको लागि अति नै गर्ने कि। मलाई चाहिँ कस्तो फिल हुन्छ भने उसले गरेको भन्दा बढी चाहिँ मैले उसको लागि गर्छु जस्तो फिल हुने कि। उसलाई पनि त्यही फिल हुन्छ होला। मैले चाहिँ एक्सप्रेसै गर्छु, उसले चाहिँ एक्सप्रेस गर्दिनँ, त्यति चाहिँ डिफ्रेन्ट छ होइन। अनि कहिलेकाहीँ मैले खाएँ ओरेँ भने म बिरामी हुँदाखेरि खाना ल्याएर खुवाइदिने। अनि कहिलेकाहीँ मैले हुन्छ नि त अब त्यस्तै। अनि त्यति बेला हेरेर पनि उसले ल्याइदिने, मलाई खुवाइदिने, अनि कपाल ओढिदिने सबै गरिदिने कि। अनि मेरो लुगाहरू पनि धोइदिने, उसको पनि म धोइदिन्थेँ, नधोइदिने होइन। अनि यस्तो गर्थ्यौँ। अनि त्यसपछिबाट बहिनी विदेश जाने बेला भयो होइन। कति धेरै एक्साइटेड त थिइनँ। अनि तर पनि त्यस्तो उनी लागेको थिएन कि यत्रो छुटेर बस्नुपर्छ ओर्छ भन्ने त्यस्तो लाग्थेन। अनि त्यसपछिबाट ऊ आज जाने भनेपछि एयरपोर्टमा धरे म सुरुमा रोएको थिइनँ है। यहाँबाट ट्याक्सीमा बरु ऊ चाहिँ दिदी चाहिँ रोइरहेको थियो, मम्मी ड्याडी पनि रोइरहनु भएको थियो। रुन त नरुनु भएको त होइन, तर पनि मलाई चाहिँ उसको इन्गेजमेन्टको दिन रोएँ, यति धेरै रोएँ। त्यो दिन र अहिले दिन कति धेरै रोएँ। अनि त्यसपछिबाट रोकै थिएन। अनि ऊ विदेश जाँदाखेरि अनि एयरपोर्टमा गएपछि पनि अब हामी ट्याक्सीमा सँगै गएको थियौँ फ्यामिली। अनि त्यस्तो रुने भन्ने नै भएको थिएन, त्यो आँसु पनि आएको थिएन कि। अनि कस्तो हुन्थ्यो भने गाइस, मामाहरू गएर ऊ एकछिन अगाडि र म एकछिन पछाडि आउनु पर्यो भन्दाखेरि पनि एउटा दसैँमा है, आमा म यति धेरै रोएको थिएन कि 1 सेकेन्ड पनि छुटेर बस्न नसक्ने जस्तै हुन्थ्यो होइन। अनि एकचोटि उता कृष्ण दाईको घर जाँदाखेरि कि ऊ एकछिन अगाडि 5 मिनट अगाडि आउँछ, हामी 5 मिनट पछाडि सँगै जाने भन्दाखेरि म त्यति धेरै रोको कि। अब ट्विन्स भएपछि खै के हुँदो रहेछ है, त्यस्तो हुँदो रहेछ। अनि म कति धेरै रोएर नजा सँगै जाने अहिले